आज यसै घरमा फ्री बसेको यसरी ट्वाक 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 गर्दै काट्नु पर्दैछ रातो घाममा है। कहिले कहिले यसरी यो खोले काट्दै गरेको अर्किडको लागि। अर्किडलाई पनि अब मान्छेले कसरी फुलाउँछ भनेर सोचै यसरी फुल्छ है। अब यसको लागि माथि फरास गई बस्नु पर्दैन। धेरैले फरास ल्याउँछ, फरास नजिक छ भने फरासको मल त झन् अब अर्किडको लागि एक नम्बरै हो। प्रायःले कोको फिटहरू किन्छ, अब किनेर रोप्ने अब पैसा छैन हो। अन्त साथीभाइले कोहीलाई त्यसै माग्छ, त्यसै दिनै पर्यो। अन्त यहाँनिर मेहनत साह्रो छ यी। अब यसलाई मजाले काटेर अब सार्नुपर्छ हो। अब यस्तो छ, यहाँ खेतला टक्कै लिएर आएको छु। आज रोस राम्रो दिन्छु भनेको हाँस्दै मजाले काम गर्दैछ। रोसको मात्रै कुरा गरेको थिएँ हाँस्दै। अनि तपाईँले हेर्नुहोस् है, अब यहाँ एउटा बल्बमा चाहिँ दुईवटा बोट आइराखेको छ। यो दुईवटा बोट आएको चाहिँ एकदम यो राम्रो, किनभने यसले चाहिँ बेसी फैलाउँछ नि, बेसी टुसाएर बेसी फुल्छ है। अन्त पैसाको कुरा गरेको थिएँ। यहाँ आउनेर मजाले काम गर्दैछ मेरो खेतलाले, मजाले खाँदैछ। अलिक बेसी पैसा दिन्छ भनेको मजाले पैसै त रहेछ मान्छेलाई काम लगाउनु। पैसा दियो भने मान्छेले के गर्छ भन्दै हो रहेछ। हेर्नुहोस् न, पैसा दिन्छ न, अम्लाले खाँदैछ मजाले, वरिपरि घुमाइ खाँदैछ। 10-20 रुपियाँ बेसी दिन्छ भनेको हाँस्यो पनि हो। काम गर्दैछ यहाँनिर। अनि यहाँनिर भरि पनि सक्यौँ। टक्कै कति पट भएछ भने तपाईँको 38 पटहरू जस्तो चाहिँ भएछ। यो पोहोरै मैले सारिरहेको, अलिक ढिलो मैले रिपोर्टिङ गरेँ, तर पनि हुँदैछ। यहाँनिर मसँग धेरै फुलहरू छ। अनि यहाँ हेर्नुहोस् न, अब यसरी पनि फुल चाहिँ अब तपाईँले दुःख गर्नु पर्दैन, बेसी फरास पुग्नु पर्दैन। हेर्नुहोस् न, नसैसोरीमा पनि फुलिराखेको छ। गुगु कलरको छ, तर प्रायःले मन पराइदिन्छ गु कलरको भए पनि। हेर्नुहोस् न, अब त्यसलाई दाना भन्नु कि गेडा भन्नु, अब त्यहाँ के भन्नुहुन्छ म त। अब अप्ठ्यारो लाग्छ, कम्ती गेडा भए पनि त्यहाँ मजाले फुलिराखेको छ। अनि त्यहाँ हेर्नुहोस् न, अब यहाँ हेर्दै जानुहोस्। अब भोलि पर्सि फुलेर पनि पुरै भिडियो बनाउने छु, तपाईँले सेयर गरिदिनुहोस् होइन। अनि बादमा तपाईँहरूलाई म अनि सेयर गर्नेहरूलाई तपाईँहरूलाई कुन कलर मनपर्छ तपाईँहरूलाई म अनि फुलेकै त दिन्छु भन्नु सक्दिनँ, तर यसको म अनि नर्सरी गरेको छु, त्यो चाहिँ म तपाईँहरूलाई होम डेलिभरी गरिदिन्छु है।